हेलो एभ्रिवान गुड मर्निङ। आज चाहिँ मैले यहाँ नास्ताको लागि मैले चाउमिन बनाउन आएको छु। चाउमिनको लागि मैले सबै थोक रेडी पारेर राखिरहेको छु, काटेर चाउमिन पनि बोइल गरेर राखिरहेको छु, हेर्न सक्नुहुन्छ है। अनि यहाँ चाहिँ मैले ढाड सबै थोक लागि रेडी पारेर राखिरहेको छु। अनि यहाँ चाहिँ मैले कराई पनि गरम गरेर तेल पनि हालिसकेको छु। तेल हेर्नु हेर्दा तातो भइसकेको छ। त्यसको बादमा मैले यहाँ हालेको काटेर राखेको सानो खोर्सानी एकछिन पाकेपछि यहाँ मैले हालेँ गाजर हालेर एकछिन फ्राई गर्नुपर्छ हो। अनि पाकिसकेपछि यहाँ मैले बन्दाकोपी काटेर राखेको त्यो पनि हालेर एकछिन चलाएँ। त्यो चलाएपछि बादमा गोलमरिच हालेँ हल्का टेस्टको लागि, र अलिकति कलरको लागि मैले हालेँ हल्दी पाउडर। त्यहाँ हालेर एकछिन चलाएको बादमा यहाँ हाल्छु मैले अलिकति अजिनोमोटो, जो टेस्ट राम्रो होस् भनेर, राम्रो आउँछ नि त अजिनोमोटो हाल्नु। त्यसको बादमा मैले भिनेगर हालेँ, भिनेगर हालेर एकछिन चलाएँ। मैले चलाएको बादमा अलिकति फ्राई गर्नुपर्छ नि त, बन्दाकोपीको गन्ध नहोस् भने चाहिँ बन्दाकोपी फ्राई हुन्छ त गाजर हो। त्यसको बादमा हालेँ मैले यहाँ चाउमिन, जो बोइल गरेर राखेको चाउमिन हालेर एकछिन चलाएँ। चलाएको बादमा यहाँ मैले हालेँ डार्क सस कलरको लागि। यहाँ प्याज काटेर राखेको प्याज टुक्रा पारेर एकछिन प्याज भुटिन्जेल एकछिन चलाउनुपर्छ। सो मेरो यहाँ रेडी छ, हेर्नु होला कस्तो लाग्यो कमेन्ट भन्नु होला।